वेलकम गाइज न्यू ब्लगमा स्वागत छ तपाईहरुलाई। आज हाम्रो घरमा पिकको बिरयानी बन्दैछ, चाचेको। आज तपाईहरुलाई हेराउनु छ। आज हाम्रो पहिला सुरु प्याज स्याज भुट्यौं, त्यसपछि प्याज टमाटर छ, मासुमा रेसिपी मासु पाक्दैछ र कुकिङ म्यान यता छ। कुकिङ म्यान कुक यति राम्ररी मान्छे बनाएको। अनि चामल 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 बोइल गरेर राखिसकेको छ हामीले। अब बिरयानी बन्दैछ। अनि हाम्रो बुढी अब 10-15 मिनेट पाकेपछि अनि अरु भन्नु यसलाई हाल्दै छम। चामललाई चामल मजाले उसिनेर भाप बोइल गरेर राखे हो। अब फर्स्ट टाइम हो के अरे, अब कस्तो हुन्छ खाँदाखेरि थाहा हुन्छ हैन। बिरयानी खाने मान्छे यही आज बिरयानी खाने मन लागेर मासु मगाएको हार्ममी हो। अनि हार्ममी पनि चुनावमा उठ्दैछ। हार्ममी चाहिँ कुकर छाप हो। कुकर छापबाट भोट लिस्ट हार्मोनीलाई पनि दिनु होला। उतै धादुङ गजुरी हो। पढनदास, यो पढनदास मान्छे एकदम पढ्ने मान्छे यो चाहिँ के अरे, यहाँ नि किताब पस्छ छ। अनि अरू अनि सबै गाइजहरूलाई मम्मी चाहिँ कुकर छाप हो। कुकरमा भोट दिनु होला। जितेमा हार्मोनीले सबैजनालाई 1,000। कसैले मेरो भान्जी यति राम्री छ हैन, कसैले बिहे गर्नु छ भने यहाँ कमेन्ट बक्समा कमेन्ट छोड्नु होला। हाम्रो भान्जीले सिकार्ने छ। अनि हाम्रो भान्जी चाहिँ अनि बालेन अनि रविको बिग फ्यान, त्यही भएर ऊ घन्टी सापको ल्याएर हिँड्दैछ। मासु यहाँ भुज्दैछ मासु। अब बिरयानी रेडी हुँदैछ। कुकमेन हेर्नु, कुकमेन गभर्नर हेर्नु राम्ररी। मेरो बुढी हो, धेरै तेरो फकाएको ल माया पकाऊ भनेर बिरयानी फकाएर पकाउँदैछु। भन्दा भाँडा चाहिँ अब अलिक सानो भएर हामीलाई नपुग्ने भएको भएर, साइज नमिल्ने भएर यो डेक्चीमा पकाउ। हेर्नु गाइज, अब डेक्चीमा पकाउ जस्तो हुन्छ। अब के गर्नु, मगर दिवसमा के अरे हार किनेर हार जाने मान्छेको भनेर हेर्नु नि यहाँ कस्तो राम्रो छ भनेर जाने मान्छे हेर। अनि 4-5 जना ढलाउँछ। अनि हाम्रो भान्जी पनि लाई कसैले बिहे गर्छ भने कमेन्ट गर्नुहोस् होला। अनि ऊ धादिङ नानी रे पढ्नलाई। अनि कसैलाई मनपर्छ चामल हाल्दैछ। चामल माइले देखाउनु पऱ्यो नि त। चामल हाल्दैछ। धनियाँ हाल्दैछ यहाँ, धनियाँ मसला के अरे प्याज। अब फेरि हालिदिएको छ। अब तपाईँहरूलाई अब रेडी भएपछि देखाउँछु होला। हेर्नु राम्रो छ बिरयानी। भन बुढी, अरूहरूले कसरी बनाउँछन् पनि हामीलाई त आउँदैन। हेर्नु साथीहरू त्यही पनि बनाएको छौँ। सो सिम्पल चाचेको बिरयानी त्यस्तो खुब आछ मजाले। अब खानाहरू पनि मेरो ख्यालमा राम्रोसँग मिठो हुन्छ जस्तो लागेको छ। मैले सुनेको चाहिँ चाचेको बिरयानी फर्स्ट टाइम हो है। तपाईले सुनेको ए हामीले सुनेको छैन, तर यो बनाउँछ कि मैले चाहिँ फर्स्ट टाइम सुने हो। रियल मासु त हो नि के। आफ्नो यो बनाउने तरिका आफ्नो हुन्छ। हेर्नु साथीहरू, मान्छेहरूले चाहिँ मिक्स नगरिकन टप खाने नहुँदा मिक्स गरेर खाँदो रहेछन्। हामी चाहिँ यसरी मोलेर मिक्स गरेर पहिल्यै अब थप हाल्ने खाने मात्रै तरिकाले बनाएको हो। अब के गर्नु, यस्तै हो हाम्रो। त्यो कुरा भइरहेछ यहाँ हाम्रो गाइजहरू। नेवारको कुरा भइरहेछ। ओइ नचल काली ल नेवार ल नेवारको बिग फ्यान। नेवारको बिग फ्यान हाम्रो छोरा चाहिँ के अरे कसको बिग फ्यान त रोनाल्डोको बिग फ्यान मान्छे हेर्नु। नेवार उहाँ ट्राई गरेर त छिटो कस्तो छ, कस्तो लाग्यो टेस्ट भन। टेस्ट कस्तो लाग्यो तिमीलाई बिरयानीको?
छोरालाई कस्तो लाग्यो ल टेस्ट गर छोरा टेस्ट गर छोरा अब हार्मोनले एक बाइट हान्नु लाग्नु भएको अब सोध्छ हार्मोनले कस्तो लाग्यो मम्मी कस्तो लाग्यो अनि थ्याङ्क्स फर वाचिङ दिस भिडियो अनि लाइक सब्सक्राइब राम्रो लागेमा लाइक सब्सक्राइब गर्नु होला अनि लाइक सब्सक्राइब हेरेमा लाइक सब्सक्राइब गर्नुहोस् होला किप फर वाचिङ अनि बुढी कस्तो लाग्यो ल सबैलाई गुड नाइट बाई बाई